गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी आज चाहिँ दसैँको दिन हो अनि हामी चाहिँ पूजा गर्नुपर्ने थियो तल मन्दिरमा जाँदैछौँ। बुढा अगाडि गइसक्नु भयो, मम्मी गर्नु म है नुहाएर यत्तिकै हिँडेको कस्तो चिप्लो हो नि त। फेरि मेरो खुट्टा घाइते भएको थियो नि त, राम्ररी हिँड्नु सक्दिनँ अझैसम्म, कस्तो गाह्रो छ यार। मम्मी फुल टिप्दै हुनुहुन्छ। मम्मी हाई गरिदिनु त, हेलो गाइज गरिदिनु त, हेलो गाइस। हेरेर हामी चाहिँ अब मन्दिर ठ्याक्कै आइपुग्नै लाग्यो। मन्दिर आइपुग्यो जस्तै हो। अहिले घाम लागेको भए कस्तो राम्रो सिन हुन्थ्यो होला, घाम नलागेर राम्रै छैन। यो चाहिँ हाम्रो कोदो बारीहरू हुन्, त्यो चाहिँ हाम्रो कोदो हो। हामी चाहिँ मन्दिर एन्टर गर्दैछौँ। चल्यो चाहिँ मन्दिर एन्टर गऱ्यौँ। चप्पल खोल्छ। ओहो आज चाहिँ मन्दिर गएर जस्तै कि मन्दिरमा बिर्सेछु अनि घर आएर सब रेडी भएर आज चाहिँ खासै त्यस्तो गर्नु मन लाग्यो। भद्रामा बस्ने घर तल छ अनि टिका लाउन तल जानुपर्छ। सबैजना गइसके, बहिनी र म मात्रै हो। चाहिँ सब म्याचिङ चाहिँ केही छैन, सबै म्याच नभएको नै लाएर जाँदैछु। अब चाहिँ तल गएर मिल्नु। बाई बाई गाइस। हाम्रो दिदी चाहिँ कुदिर गइरहेको थियो नि, लड्नु भयो। यहाँ गाउँ गएछ नि बुढी, कुदिँदै गएको थियो त्यो दसैँले सरी लाग्यो। तल पुग्नु सरी भइहाल्यो। एक त काटेको बिटामी खुट्टा मेरो। तपाईँ उफ्रिँदै गयो अनि लडे उफ्रियो होइन हौ, तपाईँ चिप्ले चिप्ले हो। मलाई कुदिँदै गएको जस्तो लागिरहेको तपाईँ चिप्ले नि। थियो। हामी चाहिँ आइपुगेको छौँ। अब टिका लगाएर माथि टिका खेल्न जान्छ होला। टिका लगाउनु माग्छ है, टिका लगाएको पनि देखाउँछु बन्द चाहिँ आइपुग्यौँ गाइस। अहिले हाम्रो तल्लोको घरमा के गर्छ गाइस। उहाँले मलाई थर्काइदिनु। दिदी हो सिनियर, एमए जुनियर। हेलो काका। हेलो बुने। ठुल्यामा काकी धेर भए थोर बानी समाधि त उनी हो भयो भने यहाँ छुट्टी हल्के
घर जाँदैछौँ गाइस सबैजना गइसक्यो होइन कोही गइसक्यो कोही छन् कोही के आइरहनु हामी चाहिँ पिङ खेल्छौँ अब गएर त्यहाँबाट गएर पिङ माथि ओके गाइस आजको भ्लग चाहिँ मैले यहाँबाट बन्द गर्दैछु नेक्स्ट भ्लगमा भेटौँ न बाई बाई